Life is this. I like this. आजको मौसम एकदम हाम्रो यहाँ रमणीय हैन बादल लागिरहेको छ पानी परिरहेको छ अब हामी यहाँबाट हाम्रो यात्रा सुरु गर्दैछौँ उपप्रधान गढीको लागि हेर्दा हेर्दै पानी पर्ने सुरु पनि भइसक्यो त्यही भएर हामी यहाँ वेट गरिरहेछौँ जब पानी रोकिन्छ अनि हामी उपप्रधान गढीको यात्रा फेरि सुरु गर्नेछौँ त्यही भएर अहिलेको लागि चाहिँ हामी यो रेन इन्जोय गर्दैछौँ चप्पल खोलेर हान्छु भनेको पोखरा भिड म कसकै बिस्रो के
नेचुरल व्यू में इसके छुट्ला यार यो हमरा माने एकदम बेवकुफे त बेवकुफ भन्दैन बे खाना माया के पे अघि नै यहाँनिर टरक देखाएको हो यहीँ टरक देखा हो टुक गरेर आफूमा निस्किरहेको नि गाइजहरूको आज यहाँ फाटिरहेछ उपप्रधानगढी चढ्दा चढ्दा मजा लाग्यो रे बबाल इनर्जी अलिक कम भयो अलि बेसमरी यहाँ हेर त अर्को आवाज चाहिँ ननिकाले ओ यहाँ उसके झिन फतकाइन रे रिकॉर्ड करे वर्ष कसके जे हंसे तू त्यो मुभी भिडियो म्युट गरेर नराख्दा चला राखिहाल्नु हाय बाबरी हरूले है गोपाल कुकुरा उडी पाछा पाछा हो रे अगाडि सारा छोरी बोकेर हिँड्नु पर्दा त महिनामा नि गर्नु नि मजा लाग्यो न हाँ मजा रे हाइट बदरी ऊपर है रे और सोल्टीला फ्रेम मा लिनु पर्छ के था के हो हामी उपप्रधानगढी आइसकेका छौँ माथि पुगिसक्यौँ र हामीलाई अब गाइड गर्नुहुन्छ हाम्रै साथी मिस्टर समीर लेट्स गो उसको कुरा सुनौँ है त जस्तै लाग्ने ठाउँ उपप्रधानगढी हामी आइसकेका छौँ गाइज अब हामीले थोरै यहाँको केही कुराहरू तपाईँहरूलाई पनि देखाउनेछौँ पक्कै पनि अब हामी इन्टर गर्न गइरहेको छौँ त्यहाँभित्र चाहिँ अब तपाईँहरूले पनि समय होला तपाईँहरूलाई अब देखाउन गइरहेको छु एकदम राम्रो उपप्रधानगढीको सौन्दर्य दृश्य एक जोडी परिवार यसको बारेमा भन्नु हामीले चाहिँ एकदम राम्रो संरचना देख्न सक्नुहुन्छ तपाईँहरू यहाँ चाहिँ हाम्रो पहिला पूर्व राजा ज्ञानेन्द्र बस्नुहुन्थ्यो त्यसैलाई चाहिँ त्यसैको लागि संरक्षण गरेर राखिएको छ अहिले हाल चाहिँ बस्नुहुन्न अनि यहाँ चाहिँ हाम्रो यो खाल्टो चाहिँ यो यसरी बनाएको चाहिँ संरचना चाहिँ यो दुश्मनहरूले राजा बसेको बेलामा केही कुराहरूले दुश्मनहरू आएर अट्याक गर्छ भनेर त्यही भएर यो ठाउँ चाहिँ दुश्मनहरूको लागि बन्द गर्ने ठाउँ बनाएको छ यसरी देख्न सक्नुहुन्छ चाहिँ यो चाहिँ हाम्रो चितवनको ऐतिहासिक किल्ला उपप्रधानगढी तपाईँहरूले देख्नुभएको छ राम्रोसँग हेर्नुहोला यो चाहिँ पुरानो पहिला युद्ध हुँदाखेरि युद्धबाट बस्नलाई युद्धलाई दुश्मनहरूलाई रोक्नको लागि बनाइएको किल्ला हो यहाँको सनसेट हाम्रो उपप्रधानगढीको सनसेट आज हेर्नुहोस् गाइजहरू इन्ड हुँदैछ अब यसलाई डुबाउनु पर्दैन यो आफै डुब्दै जान्छ
वाउ लेट्स गो गाइस अब हामी झरनाको तलतिर टुरिस्ट हल्का हल्का पहिरो पनि आएको छ डराइकन जानुपर्छ यहाँ आरामले يلا حبيبي يلا حبيبي रोड यस्तो छ यहाँ जाडो भयो चिसो भयो बाइकै चलाउनु पर्दैन एउटाले त बन्द गरेर हिँडेको छ बाइक स्कुटी न्युटनमा हाल्ने होइन गियर नेसेसरी ब्रो ब्रेक हान्दा चिप्ल्यो भने गियरले रोक्छ नि त ऊ गरेर चढाउँछु रे सुन्दै गर्नुहुन्छ आउनु हाम्रो यस्तो हुन्छ ठाउँमा लिफ्ट पनि दिनुपर्छ गाइजहरू हेर्नुहोस् है हामी भनेको अब एकदम काइन्डनेस भरेको अनि हटबाटै तल बाटो पनि बन्दैछ तलतिर सेट यसरी लडेँ म होइन अब के गर्नु त लडेपछि त ओहो दामी पारामा लडियो धरो पारामा लडियो गाइजहरू हेर्नु बिस्तारै आउनु है त दाइ ल ल हस् हस् धरो पारामा लडियो मा घुँडा पाचियो मा आइया भयो मा ठाउँमा तास्तै गयो पर्दैन स्टार्ट गर्न गाह्रो छ यहाँ बाटो हेर्नुहोस् है गाइजहरू बिस्तारै सजिलो थियो साला झर्न झन् गाह्रो यार चढ्दाखेरि यत्रो फोर्स गरेको बिस्तारै दाइ झन् खन्दै गएको छ झन् त्यसले गर्दा झन् चिप्लो भएको छ कि हिँडाएको बाटो स्ट्यान्ड लगाएछस् क्या यस्तो पाराले घुम्न गाह्रो छ यार यो बाटो यार अगाडि यहाँ पहिरो झरेको छ डोजरले बाटो बनाउँदैछ गाइजहरू हामी चाहिँ झरिरहेको यस्तो हुन्छ गाइज आयो बाटो बाटो खन्दैछ एकचोटि झऱ्यो भने सिधै तल हो गाइज देख्नु भएको छ तपाईँहरूले चला सर्साउँछ अलि अगाडि आइज है मा झऱ्यो भने झऱ्यो यहाँबाट हल्का हल्का पहिरो झरिरहेछ ओइ अलि अगाडि आइज ओइ 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 मासला ओइ झऱ्यो मा पनि